काठमाडौँमा हुँदा दिनमा 2 चोटी डाँडा जाने मान्छे घर आएको 2 महिना भइसक्दाखेरि पनि डाँडा जान पाथेन। त्यसैमा आफ्नो स्कुटर पनि ल्याथेन। एक दिन ट्रिक लगाएर दैलेख जाने रोडमा उभिन्छु, जोसुकै आउँछ लिफ्ट मागेर झुक्काएर जान्छु भनेर लाग्यो। एउटा स्कुटरको दिदीलाई रोकेर दिदी कहाँ जाँदै हुनुहुन्छ, मलाई इत्रामसम्म पुर्याइदिनु न है भनेको। एकैचोटीमा हस् भन्नुभयो। हाम्रो सुर्खेतको मान्छे त यसै राम्रो। अनि इत्राम पुग्ने बेलामा त दिदीले मलाई झार्न बिर्सिनु भयो। मैले पनि मिठा मिठा कुरामा भुलाएर आफ्नो झुटो परिचय दिएर कपासे ब्यारेक कटाए। कपासे ब्यारेक कटिसकेपछि त के छ र, अब जसै जानु पाइयो माथि। अलिकति माथि पुगिसकेपछि त ओहो दिदी इत्राममा झर्नै बिर्सेछु, अब अलिकति माथि मेरो फुपूको घर छ त्यहाँ लगिदिनु न है भने। ल हेर्नुस् त यतिकै मैले झुट बोले होला त। हाम्रो सुर्खेतको भ्यू यति राम्रो छ नि, बादल लागोस् या नलागोस्, भ्याली देखिए पनि नदेखिए पनि सुर्खेत त यसै पनि स्वर्गको टुक्रा हो। अनि कटुका पुगिसकेपछि हाम्रो कटुकाको फेमस दही चिउरा र चिया खाने ठाउँमा रोकेर बहिनी म त यहाँ चिया खान्छु, तिम्रो कुन बेला हो जाने, कता हो तिमी जाऊ है भन्नुभयो। अनि हैन दिदी मेरो दाइ लिन आउँदै हुनुहुन्छ, सँगै बसेर चिया खाएर गफ गरौँ न त दाइ आउँदासम्मलाई भनेर बुलाइदिए। त्यसपछि खिर मगायौँ, चिया मगायौँ, खायौँ मजाले। अनि मुख्य कुरा महत्त्वपूर्ण हुन्छ भने जसरी खाइसकेपछि पैसा तिर्ने बेला आयो। त्यति बेलामा अब के गर्ने त भन्दा टोयलेट जानलाई दिदी बार छेकेर बस्नु भएको थियो। यताउता हेरे, मुन्टो सुन्टो हल्लायो। अनि त्यसपछि भने तेरे दिदी तपाईले किन तिर्नु भयो, मैले तिरिहाल्थे नि भने। अनि ठिकै छ भनेर बाहिर निस्किम। अनि बहिनी तिमी अब जाऊ ल, मेरो यहाँ पछाडि एकैछिन बस्नु पर्ने काम छ भन्नुभयो। कहाँ बस्ने हो दिदी, खै म पनि जान्छु नि, मेरो दाइ आउनु भएको छैन, एक्लै बस्ने लाग्छ भनेर पछि पछि लागेर गइहाले। मलाई थाहा थियो यो दिदी जान लागेको ठाउँ चाहिँ यस्तो राम्रो छ नि, हामी जहिले पनि कटुका आउँदाखेरि जाने ठाउँ हो। ल हेर्नुस् यस्तो राम्रो ठाउँलाई मैले कसरी मिस गरेर दाइ आउँदै हुनुहुन्छ भनेर एक्लै उता बस्न सक्थे। टन्नै फोटो भिडियो खिचे मैले, टिकटक पनि बनाएँ। त्यसैमा एउटा भाइ आयो। अनि भाइ तिम्रो नाम के हो भनेको त बोल्दै बोल्दैनन्। अनि पछि त मलाई पनि तपाईहरुसँग लग्नु भन्छन्, किन यस्तो भन्छन् भनेको त दिदीले त नाइ होइन मेरो भाइ हो नि त, तिमी अब यहीँ बस, म मेरो भाइलाई लिएर जान्छु भन्नुभयो। म त टुवा भएको के, अब म त के गर्ने दिदी, मलाई त बाटोसम्म जसै पुर्याइदिनु है, बरु यिनी भाइलाई यहीँ छोड्दिनु भनेको। के कुरा गरे बहिनी, तिमी को हो यिनी चाहिँ मेरो आफ्नै भाइ हो नि, हेर न यहाँ मम्मीले हामीलाई टी सर्ट पनि सेम किनिदिनु भएको छ दिदी भाइलाई। अनि मेरो भाइ यहाँ घुम्न आएको थियो, मेरो भाइलाई नलएर तिमीलाई लग्छु त भनेर आफ्नो भाइसँग नाच्दै थिइन्। मलाई त झ्याउ लाएर यतापट्टि आएर हेलमेट लगाएर फोटो सोटो खिचे, भिडियो सिडियो बनाए, टिकटक बनाए हेलमेट लगाएर। अनि जाडोमा किन ज्याकेट खोल्या दिदी भनेको त तिम्रो बेहोरै औडा हुने रहेछ, तिमी मान्छे औडा रहेछौ, त्यो भएर खोले रे। अनि दिदी मलाई बाटोसम्म चाहिँ पुर्याइदिनु है, मेरो दाइ त फोनै उठाइरहेको छैन, के गर्ने होला हेर्नु न भनेर भनिदिए। बिचल्ली भए जसरी लास्टमा नाइ नाइ भन्दा भन्दै लगिहालिन्। अनि एक ठाउँमा रोकेर के देखाइन् भनेको त हेर तिम्रो जस्तै बेहोरा भएको त्यहाँ बाँदर रे, अब यिनको जनै झुन्ड्या जसरी झुन्डेर आउनु छ। अब यति अपमान त सुन्नै पर्यो है। त्यति सुनेर पनि लागे म मजाले भ्यू इन्जोय गर्दै। अलि भित्रको बाटो आएछौँ हामी माथिबाट, तर यो म काठमाडौँ हुने बेलामा चाहिँ तेरो सुर्खेतमा बाटो गएको छ कि नै, बाटो पिच छ कि नै भन्नेहरूको लागि देखाउनलाई भिडियो बनाएको थिएँ मैले। ल हेर्नुहोस् है हाम्रो चाहिँ यस्तो छ। अनि त्यो दिदीलाई हाई भन्न पनि पठाएँ, अब आफूले मात्रै खिच्या देखेपछि त झार्देलिन् भनेर। आफ्नै स्कुटरमा गए जसरी आफ्नो गोप्रोले यस्तो राम्रो राम्रो भिडियो खिचेको छु नि युट्युबको लागि, त्यो चाहिँ मेरो च्यानलमा आउँछ, हेर्न नबिर्सिनु ल। अनि घर गएर चाहिँ मम्मीलाई पुरानो साथीसँग घुमेर आएको भने मैले गरेको गर्छु थाहा पाएपछि त मम्मीले ढाड बाँच दिनुहुन्थ्यो त्यो भएर। अनि थ्याङ्क यू सो मच फर वाचिङ गाइज, यति नै थियो। युट्युबमा भिडियो आउँछ, हेर्न नबिर्सिनु ल, बाई।